कि यसले साँच्चै देशको भविष्य बदल्न सक्थ्यो? अब हेरौँ यो विद्रोह सडकबाट कसरी संसदसम्म पुग्यो। अनि चुनावको नतिजा आयो र त्यसले त सबैलाई चकित नै पारिदियो। यो ग्राफले कति प्रष्ट देखाउँछ हेर्नुस् त। सुदन गुरुङले 29,886 भोट ल्याए भने उनको निकटतम प्रतिस्पर्धीले जम्मा 15,398, मतलब झण्डै दुब्बरको अन्तर। यो सामान्य जित थिएन है, यो त जनताले पुरानो राजनीतिको विरुद्धमा दिएको एउटा शक्तिशाली सन्देश थियो। र यसरी नेपालले एउटा नयाँ बिहानी देखियो। बालेन शाहको नेतृत्वमा बनेको यो नयाँ मन्त्री परिषदमा डाक्टर स्वर्णिम वाग्ले, शिशिर खनाल र सोभिता गौतम जस्ता युवा, पढे लेखेका र परिवर्तन चाहने अनुहारहरू थिए। देशले आशाको एउटा नयाँ किरण देखेको थियो। अब कथा आफ्नो सबैभन्दा नाटकीय मोडमा आइपुग्छ। नयाँ गृहमन्त्री सुदन गुरुङ आफ्नो कुर्सीमा बसे। सारा देशको नजर उनीमाथि थियो। उनले के गर्लान्? आफ्नो बाचा पूरा गर्लान्? र उनले त्यो गरे जुन सायद कसैले सोचेको थिएन। पदभार सम्हालेको केही दिनमै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परे। नेपालको इतिहासमा यो एउटा अभूतपूर्व घटना थियो। आन्दोलनमा मारिएकाहरूको लागि न्यायको लडाईँ अब सुरु भइसकेको थियो। यो क्रम यतिमै रोकिएन। त्यस लगतै पूर्व गृहमन्त्री रमेश लेखक पनि पक्राउ परे। सन्देश एकदमै स्पष्ट र चर्को थियो। अब नेपालमा कोही पनि कानुनभन्दा माथि हुने छैन। आफ्नो कदमको बचाउ गर्दै गुरुङले भने कि उनले त केवल सुरक्षा निकायलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गराइरहेका छन्। उनले आरोप लगाए कि विगत 36 वर्षदेखि सुरक्षाकर्मीहरूलाई राजनीतिक हतकडीले बाँधिएको थियो र अब उनीहरू स्वतन्त्र छन्। तर यो कथा यति सिधा र सरल पनि छैन। एकातिर उनका समर्थकहरूले यसलाई ढिलै भए पनि मिलेको न्यायको रूपमा हेरेका छन्, तर अर्कोतिर आलोचकहरूले उनको आर्थिक पारदर्शिता र विदेशी सम्बन्धहरूमाथि प्रश्न उठाएका छन् र यसलाई राजनीतिक बदलाको रूपमा व्याख्या गरेका छन्। र अब सबैभन्दा ठूलो प्रश्न खडा भएको छ, के यो साँच्चै न्यायको सुरुवात हो वा राजनीतिक बदलाको खेल? नेपालको यो नयाँ र युवा नेतृत्व इतिहासको सबैभन्दा ठूलो परीक्षाको सामना गर्दैछ। के उनीहरूले देशलाई एउटा नयाँ दिशा दिन सक्लान् वा पुरानै चक्रमा फस्नेछन्? यसको जवाफ त केवल समयले नै दिनेछ।